अर्को भ्लगमा आज चाहिँ हामी फ्लायर सिङ्गापुर फ्लायर जाने फर्स्टमा त्यहाँबाट चाहिँ यतातिर साइड सिन गर्दै गार्डन बाई द वे जाने भयो। अहिले चाहिँ हामी भर्खरै बुवा र म चाहिँ 100 बसबाट झरेर यता दुरेन हाउस अगाडि झऱ्यो। अब यताबाट हजुर त्यो मरिना बे एरिया साइड सिन गरेर चाहिँ बुवा र म चाहिँ यताबाट जानु भयो है। यताबाट चाहिँ फ्लायर जाने हो हामी चाहिँ। यो लोकेसन चाहिँ के अरे मखहरे सिङ्गापुरको चाहिँ एउटा टुरिस्ट हजुर आउने होइन त एउटा हजुर यहाँको यहाँको जोस् जति पनि टुरिस्ट आउँछ यहाँ चाहिँ यहाँ यो नघुमी कोही पनि फर्किँदैन। हजुर लोकल सेन्टर पोइन्ट एरिया भनौँ न यो चाहिँ दुरेन हाउस हो। अहिले बाहिरबाट देख्नु पर्छ उता चाहिँ मर लाइन पार्क उतापट्टि छ त्यहाँ जाने हो भयो। त्यहाँ जाने धेरै घुमिसक्यो पहिले पुगेर फर्किनु ए जानु नि ल ल अब यहाँबाट चाहिँ एकछिन गएर म चाहिँ सिंह चाहिँ यहाँको हजुर के अरे एउटा एनिमल चाहिँ नेसनल एनिमल जस्तै हजुर यो चाहिँ अहिले यहाँको टक्क मरिना बे स्यान्ड बुवाको त यो कति थर्ड टाइम कि कति टाइम हो यहाँ आउनु भएको टाइम हो यहाँ थर्ड टाइम हो बुवाको चाहिँ यस मान्छेहरू चाहिँ टन्नै हुन्छ। आज फ्राइडे हो तर मान्छे फ्राइडे भए पनि निकै छ होइन यस घुम्न आउने मान्छेहरूको आफ्नो ब्राइडल सुट टाइम भएन नि यसपालि साँझै नानीले टाइम भएन के अरे हाम्रो नातिनी कृष्णले चाहिँ यो खुब घुम्ने रहर गर्यो त्यो उसमा पोटमा चढ्ने रहर गरेछ भन्दै थियो। अस्ति आएको त्यहाँ झगडा गरेर के हो खेल्ने भने जाने बोट कि बोट पुरा स्विमिङ आयो। ल दुरेन हाउस चाहिँ यो हो टक्कै दुरेनको आकारमा छ। त्यहाँ पुगेर एउटा फोटो खिचेर आउनु पर्ला हेर्नु भयो। हजुर एउटा फोटो त्यही पुग्नु त पर्दैन त्यहाँ त झन् भिड भएर मान्छेले फोटो ठाउँै हुन्न ठाउँै हुन्न त्यहाँ त भिड भएर यहाँबाट खिचेर फर्किँदा भयो। हजुर यतैबाट खिचेर फर्क्यौँ होला एउटा फोटो। यहाँ मुनि माछा पनि पाउँछ ल यतापट्टि चाहिँ ट्याक्क मर्ना बे स्यान्ड हेर्नुहोस्। आज जो घाम लाग्दैन भयो ठिक्क भयो घाम लाग्यो यहाँ आउन नसक्ने यहाँबाट खिचौँ होला है भयो यहाँ गएर यतापट्टि यो अहिले चाहिँ फ्लायर जाने हामी जति पनि यो सिङ्गापुरको ठुलो ब्याङ्कहरू छ एरियामा। पहिला चाहिँ हामी यहाँ क्यानिङ गर्न आउँथ्यो कि भयो पछि अहिले चाहिँ यो ब्रिज छ नि त त्यहाँबाट चाहिँ रोकिदियो भयो त्यहाँबाट आउनु पाउँदैन। त्यो त स्टिल कन्स्ट्रक्सन हुँदो रहेछ अहिलेसम्म। हजुर त्यहाँ चाहिँ खै के पो बनाउने भन्दै थियो यस्तै कि के बनाउने भन्दै थियो आज त्यही त नि पहिला त के अरे फुटबल ग्राउन्ड जस्तै त्यो थियो हजुर जस्तो थियो नि होइन त्यहाँ जति पनि नेसनल डे परेडहरू के हुन्थ्यो कि अहिले पछि खोइ के पो हुनेवाला छ म पनि ठ्याक्कै अलिक बिर्सिहाल्यो। लास्ट इयरमा आउँदाखेरि नि हुँदै थियो अहिले हजुर अझै अलिक राम्रो बनाउने होला ल अहिले हामी चाहिँ फोटोसोटो खिच्ने काम हुन्छ त्यहाँबाट चाहिँ सियु एट सिङ्गापुर फ्लायर ठ्याक्कै सिङ्गापुर फ्लायर चाहिँ अहिले गएर मेरो पछाडि छ। ल गयो ट्याक्क Yeah, I know, exactly, yeah. But the big ones are okay. It's not my first video. Yeah. It's not.
ल बुवा र मैले भर्खरै यता फोटो पनि खिच्यो अब चाहिँ फ्लायरतिर जाने भयो हजुर बुवाको एउटा जस टिकटक भिडियो नि बन्यो आएपछि एउटा मेमोरीको लागि चाहिँ बनाउनु पर्छ अब चाहिँ बिस्तारै हिँड्दै फ्लायरतिर लागौँ ल बुवा अब म बिस्तारै घुम्दै अब बिस्तारै जाउँ Hello, see you at Singapore Flyer. पनि खिच्नु भएको छ यहाँ एउटा अहिले पनि एउटा फोटो जोस् खिचिदिनु लागेको छ ट्याक्टा पहिला चाहिँ सेतो उसमा अहिले चाहिँ पहिला चाहिँ रातो लोगोमा अहिले चाहिँ सेतो लोगोमा रहेछ जाऊँ भयो ल अब चाहिँ यताबाट हुँदै फ्लायर गइन्छ बेकरी बेरी स्पटहरू छ नेपालीमा भनौँ न रोटेपिङ भन्छ के रोटेपिङ रोटेपिङ खेल्न जाने यो चाहिँ बुवा त्यो अघि त्यो त्यो क्रुज छ चल्छ नि त डुङ्गा कि हो त्यसको टिकट काट्ने घर हो ए यहाँबाट टिकट काटेर जाने पहिला थियो त भने त्यो पहिला नि पहिला थियो यो जति पनि यो एरिया चाहिँ अस्ति नेसनल डे हुँदाखेरि चाहिँ यहाँ के सोहरू देखाउँछ बुवा हजुर चाहिँ भिड भएर हामी यहाँ आएर बसेको थियो यहाँ चाहिँ खाने हजुर चाहिँ नाइट टाइममा चाहिँ लाइट डान्सिङ के भन्छ त्यो हजुर। उयो पारी होइन यहाँ हुन्छ बुवा वाटर सो हुन्छ यहाँ चाहिँ स्ट्रिट फुड हो पहिला अर्को थियो अहिले चाहिँ बनाएर राम्रो बनाएको छ अहिले चाहिँ स्ट्रिट फुड त्यो पारी पनि के अरे एप्पलको एप्पलको हो त्यो एप्पलको एउटा चाहिँ एलबीको हजुर ल बुवालाई चाहिँ यो सबै थाहा भइसकेछ ल बुवा फाइनली सिङ्गापुर फ्लायरको मुनि पनि आइपुग्यो अब चाहिँ यो ट्राफिक लाइट कटेर च्याट्टा अगाडि गएपछि यहाँ चाहिँ त्यहाँ गएर टिकट सो गरेर अब ठ्याक्क भित्र छिर्नु भयो घाम नलाए पनि भुक पो भइरहेको छैन भयो मतलब पसिना पसिना भइसक्यो पछाडि मौसम ठिक छ हजुर तर हुप्प भएको छैन भयो गर्मी चाहिँ कति टाइम हो भयो तपाईँको यो फ्लायर थर्ड टाइम हजुर ए फ्लायर पनि थर्ड टाइम है तपाईँको थर्ड टाइम हजुर सी एट फ्लायर कहाँबाट यस्तो भयो सिङ्गापुरमा त पहिला त थिएन कहाँ पाउँदो रहेछ हाम्रो त ल फाइनल्ली एट सिङ्गापुर फ्लायरको मुनिपट्टि हिँड्दा हिँड्दा जस मर्नेबाट हिँड्दा हिँड्दा आयो ल माथि यता आउँदा भयो करिङ यहाँ जाने अब ल ल टाइम क्याप्सुल त्यहाँबाट चाहिँ मुनि माथि माथि हेर्दै हेर्दै चाहिँ ठ्याक्क सिङ्गापुर फ्लायर आउँछ यता अगाडिपट्टि चाहिँ आइसक्रिम खाने ठाउँ पनि छ आइसक्रिम खानुहुन्छ र पो अहिले पछि ऊ पारी चाहिँ गार्डन बाँधे भयो ए यहाँ सकेपछि ठ्याक्क पारी जाने अरे त्यो पानी हजुर अहिले त्यहाँको टिकट छ नि बुवा माथि स्काई स्काई के अरे स्काई वकको पनि स्काई वकको पनि छ कि बुवा त्यहाँ उयो अहिले त यस्तो पनि राखिदिएको छ साइकल पहिला त थिएन खासै रिक्सा जस्तो ल अब चाहिँ सिङ्गापुर फ्लायरको मुनि च्याट्टा आइपुग्यो यहाँ गएर टिकट चेन्ज गरेर चाहिँ जाने जुस खाने हो दाल जुस अहिले झरेर ल हुन्छ भयो अब चाहिँ टिकट साटौँ फ्रेस जुस यहाँबाट भयो सेन्सर हो हजुर तल यता कहाँ छ हौ यता तान्नु यता तान्नु त भयो यता तान्नु यता पानी पहिला भन्दा चाहिँ डिफ्रेन्ट बनाएर चाहिँ बच्चाहरूको जाम होला बुवा है आउनतिर यहाँ बिजोग भयो जाउँ जाउँ हजुर ए किसिम बनाएर त बुवा अहिले त किसिम बनाएर छ अहिले के हो अहिले त जस थिमहरू चेन्ज गराएर चाहिँ यहाँ हेर्नु न बुवा बुवा खुर्सानीहरू पनि राखेको छ यहाँ है
खुर्सानीहरू सबै रहेछ त्यो ल जाम्प अर्को उसबाट चाहिँ यो अहिले यस्तो आएको छ भने कि आफै चाहिँ आफै हो हेर्दै चाहिँ पल्टाउनु मिल्छ तर आफै पल्टिँदो रहेछ ए हुन्छ भयो ओहो किसिम छ त यार अहिले ल हेर्नुहोस् पक्का डिजिटल गाउँघरतिरको जस्तो हुँदो रहेछ त नि हामी जाने हजुर त्यहाँ थियो विश्व यो त बाहिर निस्किने यता यता यताबाट भयो अब माथि हजुर ल जति पनि यो सिङ्गापुरको पहिला पुरानो पुरानो ठाउँहरू छ त्यतातिर ल जे होस् अहिले चाहिँ ठाउँ अलिकति चेन्ज गरेर भएर अलिक झिलिमिली हुँदो रहेछ ढोकल पत्ता लाउनु निकै साह्रो पऱ्यो होइन भयो ग्लासभित्र गएर त्यही त नि। आज चाहिँ टाइम क्याप्सुलबाट चाहिँ साट्ट ओहो अहिले त जस किसिम किसिम बनाएर चाहिँ भयो ल हेरौँ आमा ल पहिला फ्लावर थियो अहिले चाहिँ जोस चेन्ज गरेर छ त्यहाँबाट भेट्छ होइन हिँडेर हजुर भयो अहिले फर्केर जाँदाखेरि उताबाट जाने निस्किने चाहिँ जस पहिलाभन्दा डिफ्रेन्ट पाएन त भयो पहिलाभन्दा धेरै जस यहाँ थिम उता गार्डन बाहिर पनि अब चेन्ज गरिरहेको छ जस थिमहरू चाहिँ चेन्ज भइरहेको छ यहाँ चाहिँ भयो नयाँ आधुनिक जमाना सिङ्गापुर फ्लायर अब यहाँबाट जाने क्याप डिस्प्ले हजुर। इमर्जेन्सी केही बेला जाने बाटो हजुर लिफ्ट पनि रहेछ त्यसको लागि भनेर ल फोटो पनि खिच्यो हिजो पनि जोयल चाङ्गीमा बुवाएर मेरो फोटो खिचेको अब के अन्त फोटो साह्रै महँगो होइन भयो यहाँ पनि सेम त्यही आज पनि त्यही होला भरे हेरौँ अब यहाँ पनि 35 त अब यहाँबाट ठ्याट्ट जाने पिसिएको सुरु भइसक्यो क्युमा छ मान्छे ल अब चाहिँ एकछिनमा चढ्ने यहाँ यिनीहरू चढ साइज नेक्स्ट अर्को यो चाहिँ प्राइभेट हो क्या भयो होइन प्राइभेट यो कोही चाहिँ खानेकुरा खाने हुन्छ कोही प्राइभेट हुन्छ कोही के हुन्छ हजुर एक्स्ट्रा पैसा तिरेर आउनु पऱ्यो हजुर बुक गरेर आउनु पऱ्यो जाऊँ भयो थ्याङ्क यू सिस्टर ठिकै हुन्छ नि भयो होइन ठिकै हुनेछ अब आधी घन्टा छ सिङ्गापुरको दृश्य हेर्नु अब आधी घन्टा मैले त सोध्नु लाग्यो हामी नेक्स्टमा पाउँदैन भनेर ठ्याक्कै आधी घन्टा लाग्छ भयो आधी घन्टा आधी घन्टा माथि गएर चाहिँ खिच्नु पर्ला यताबाट खासै सिन भरे झरेपछि चाहिँ यो बाटो जानुभयो हजुर यो बाटो रहेछ एक्जिट यता आउनुभयो कन्सर्ट हेर्दा त कन्सर्ट लाग्छ हो त्यही हो रहेछ नि त हो रहेछ लाइट सिस्टम हेर्दाखेरि लाइट सिस्टम यहाँ फोन स्टार्ट हुन्छ कि पर्न त यहाँ प्रायः
सर्टै कसको हुँला रहेछ यहाँ किसिमै छ त अनि लाइट त अनि लाइट सिस्टम त ल यहाँ कन्सर्ट हुन लाग्छ पक्का सिटहरू पनि सब रेडी बनाएको छ स्टेज पनि त टेम्पोररी हो नि होइन हजुर सबै हो त्यो टेम्पोररी बनाएको अहिले एकछिन चाहिँ यो यता गार्डन बाहिर जाने भयो कन्सर्ट चाहिँ अधरै होला ठुलै मान्छे आउनु लाग्छ हजुर ल्याएर अब कन्सर्ट नेपालतिर भन्दा मोटामोटी यो एउटा जस्तो मात्र हुन्छ यहाँ त त्यत्रो हेर्नु न भयो आमा एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा त्यो अगाडि यो 7वटा 8 9वटा छ हो आमा यता यो चाहिँ जति पनि मोटामोटी निकै धनी मान्छेहरू बस्ने एरिया भयो त्यो चाहिँ हाउजिङ हो हजुर हजुर त्यो बिचको यो चाहिँ स्टेडियम भयो यो स्टेडियम हो त्यो त यस्तो ढोका हजुर लाउन नि मिल्ने भयो पहिला यो गार्डन बाई द वे अहिले यो ठ्याक्कै यस्तो फाउन्डेसन त भयो हामी आउँदाखेरि यस्तै थियो यो एरिया ए यो चाहिँ अहिले गल्फ कोर्स थियो क्या अरे अहिले भत्काएर के बनाउनु लागेको छ खै यो चाहिँ के बनाउँदैछ हजुर यही हो हामीले ड्रागनबाट तान्ने पहिला पर्दैछ यहाँ पनि ठ्याक्कै कम्पिटिसन हुन्थ्यो एकचोटि ठ्याक्कै यहाँ ऊ त्यहाँ ब्यारेजमा हुन्थ्यो भयो अनि एकचोटि चाहिँ ऊ तल्लोपट्टि त्यो घरको उतापट्टि हजुर स्टेडियमको अगाडि ठ्याक्कै स्टेडियमको अगाडि हुन्थ्यो अहिले हामी 100% आएर बस्छ यो बाटो हजुर त्यहाँ पनि अहिले हामी गएर जाने त्यहाँ जाने हजुर एउटा फ्लावर डोम एउटा यो चाहिँ क्लाउड फरेस्ट उतापट्टि यहाँ देख्नु भएको छ भयो त्यहाँ ब्रिज के हो त्यहाँ चढ्ने यो माथि जानुभयो भने हजुर अस्ति कुनमा मैले सानो दुईचोटि गऱ्यो नि एजुकेसन भयो पानी जहाज त अन्डरग्राउन्ड पनि हुन्छ होइन त्यसको फ्लोर के छैन यसको छैन छैन भयो त्यसमा छैन उनीहरूको क्रुज हो यो चाहिँ उता के अरे मैना ब्यारेजबाट जान्छ टुरै रहेछ यो क्रुज हजुर यो यसमा छ एउटा सेन्टोसामा छ सिङ्गापुर छ कन्स्ट्रक्सन छ अहिले अहिले पुरा कन्स्ट्रक्सन चल्दो रहेछ हेर्दा हेर्दा यत्रो माथि आइपुग्यो ठिक हुँदैछ भयो हजुर हजुर ठुलो के हो त्यो कुन भयो त्यो पारीको के ए त्यो ऊ भयो नयाँ नयाँ गाडी ल्याएर राख्ने कि यहाँबाट चाहिँ अलिक धेरै जान्छ नि त्यो राखेको भए यहाँ चाहिँ पैसा पाउँदैन अहिले त्यो सिपिङ के भन्छ त्यसलाई जति पनि नयाँ नयाँ गाडीहरू ल्याउँछ यहाँ राख्ने हजुर हजुर पार्किङ गरेर राख्ने हो अनि पार्किङको पैसा हुन्छ तिनीहरूले सबभन्दा टपमा आइपुग्यो अहिले जति पनि त्यो बिल्डिङहरू सब मुनि पनि देखेछ ल भयो सक्यो आधी घन्टा पनि हजुर सक्यो म त यो पोखरो चाहिँ कर्का चाहिँ यो लिगबाट हजुर यसो चल्यो होला भनेर त फालामै घुम्ने हो भयो यो नै चल्नु थाल्यो भने त खेर शेष पर्छ नि हजुर यो त त्यहीँ अट्याच हुन्छ हजुर बा ए सक्यो भयो ल आधी घन्टा पनि भएर सक्यो अब यताबाट निस्किने यहाँबाट ठ्याक्क जानुपर्छ अहिले पानी खाएर हजुर यता गार्डन बाहिर जानुपर्छ कफी नानी भयो आज
कि यता ओरेन्ज जुस खाएको अहिले फ्रेस थ्याङ्क यू सिस्टर ल आमाहरू ल्याउँदा त डराइरहेको थिएँ यहाँबाट लड्ला भनेर डर छ नि म त चढ्दिनँ भन्दै थिएँ आमाले यस यता चढिसकेपछि ए ठिकै हुँदो रहेछ अन्त हेर्दै दानी के हुन्छ नि ल अब चाहिँ गार्डन बाई द बेमा भेटौँ हजुर त्यसलाई भेटौँ ल सी यू एट गार्डन बाई द बे चाहिँ सेकेन्ड टाइम हो खाने हजुर हो त्यहाँ भयो पहिला चाइना टाउनमा खाइएको थियो अब आज चाहिँ यसपालि यता खाइन्छ होइन भयो हजुर हजुर $1 फर्क्यो यता सुरु भयो अब बनाउनु यसो ल बुवाको चाहिँ ए मोबाइलले बुवा ल ल ल टिकटकमा अब सिङ्गापुर फ्लायरमा आयो नि अलिक गरिम भयो बुवा र मलाई चाहिँ त्यो ठ्याक्क पहिला पहिला जस्तो गर्मी फिल भएको छैन होइन ल बुवा चियर्स cheers. कस्तो बुवा भुलै छैन क्यान जुस खानुभन्दा यो धेरै हेल्थ स्वास्थ्यको लागि धेरै भेरी राम्रो गुड हो अब चाहिँ गार्डन बाई द बे जाने भयो यता यता हिँड्दै हजुर हजुर जुसको चुस्कीको साथ फ्लायरबाट आएर पनि अहिले यो ब्रिज आइपुग्यो रिच आइपुग्यो यता पछाडिपट्टि चाहिँ कन्स्ट्रक्सन ठुलो हुँदैछ यतापट्टि मरिना बे स्यान्ड माथि चाहिँ पहिल्यै चढिसक्नु भयो बुवा हामी दुई टाइम हजुर दुईचोटि चढिसक्नु भयो अब फ्लायर हेर्ने भने यता छ हजुर एउटाको चाहिँ पहिले फर्स्ट टाइम आउँदाखेरि 25 हजुर डलर थियो सेकेन्ड टाइम आउँदा 35 पहिलो हजुर जस राति आयो भने चाहिँ यो ब्रिज रमाइलो जस्तो भयो लाइटले गरेर अहिले दिउँसो गएर जस मान्छे चाप पनि साह्रो छैन राति यहाँ फुटाउने ठाउँ हुँदैन भयो पछाडि यो कन्स्ट्रक्सन चाहिँ अहिले पनि यो एरिया अलिकति साह्रो हेर्न लागेको चाहिँ छैन पछि बनेपछि चाहिँ हरियो हुन्छ होला यतापट्टि चाहिँ नेसनल आर्ट म्युजियम भयो यो फुल जस्तो घरभित्र चाहिँ राम्रो छ यो भित्र पनि लभ्स यु एट गार्डन बाई द बे बादल मडारियो पानी पर्ला छ गार्डन बाई द बेको स्काई ब्रिज हिँड्नु चाहिँ हामीलाई निकै साह्रो पर्ला छ अब चाहिँ अलिकति पाइला चाहिँ अप गरेर जानुपर्छ अब बादल त निकै डेन्जर लागेछ पानी पर्ला छ अलिक छिटो जानुपर्छ होला अब यता खिच्नुहुन्छ पो यता खिच्नुहुन्छ र हजुर भयो यस्तो थामे यस्तो गर्नु है तपाईँले फोटो यस्तो थामे यस्तो गर्नु म चाहिँ फोटो खिच्छु अहिले तपाईँलाई यो के भयो सम्बन्ध भयो एक्चुली यहाँ फ्लायर घुमाइदिन्छु म भनेर छ्याङ छ्याङ भन्छ अब तपाईँलाई चाहिँ मलाई चाहिँ यो रुख साह्रै राम्रो लाग्छ भयो
यो पत्तलको फर्स्टमा चाहिँ आज फ्लावर डोम गएर क्लाउड फरेस्ट त्यहाँबाट चाहिँ माथि स्काई ब्रिज जानु पर्ला। आज चाहिँ फर्स्टमा फ्लावर डोम जानु पऱ्यो भयो त्यो फुलै फुल भएको ठाउँ त्यहाँबाट चाहिँ क्लाउड फरेस्ट जाने यही अगाडि छ फ्लावर डोम त्यहाँबाट चाहिँ स्काई ब्रिज जानु पर्ला। स्काई ब्रिज घाम त लागेको छैन त्यही पनि जस गर्मी पनि गर्मी छ तपाईँ त यहीँ बसिरह अहिले ठिकै छ म नेपालबाट आएर ए बुवा त सुपर जाडो खाएर आउनु भएको सुपर तर म त बिहान त्यही भएर चाहिँ बिहान एक्सर्साइज गरेँ भएर पछाडि सबै पसिना आएको छ बुवा मेरो त जति पनि बाहिरको पार्ट चाहिँ फ्लावर डोमको बाहिरको पार्ट हो भित्रपट्टि चाहिँ फ्लावर डोम हजुर हजुर अब यहीँ अगाडि चाहिँ ट्याक्ट टिकट सो गरेर भित्र छिर्नु भयो फाइनल्ली फ्लायरबाट हिँड्दै हिँड्दै यहाँसम्म आइपुगेको जोस् अब इन्ट्रान्स च्याप्ट फेरि चिसो खाने फेरि भित्र गएर चिसो शीतल हजुर सटल बस पनि पाइन्छ यहाँ टिकट चाहिँ काट्नुपर्छ तर साइड गयो भने चाहिँ फ्लावर डोम राइट साइड गयो भने चाहिँ क्लाउड फरेस्ट हामी चाहिँ अहिले फ्लावर डोम जाने डिसाइड गऱ्यो होइन भयो यहाँ छ फ्लावर डोम क्लाउड फरेस्ट आज नसा छिटो पाउँछ नि त त्यसो भन्दा थाहा पायो भने त मार्छ फेरि ल फ्लावर डोम इन भइयो बुवा भित्र गएर जोस् यहाँ चाहिँ 3 महिना 1 महिनामा चाहिँ हेरी फुलहरू सबै चेन्ज आउँछ कि अब हेरौँ आज के रहेछ यहाँको थिम होइन बुवा हजुर भोगा ज्याट्ट ओपन हुन्छ है ए अस्ति नै के रहेछ चाइनिज न्यु इयरको रहेछ बुवा अहिले चाइनिज न्यु इयरको कुरा अब चाइनिज न्यु इयर लागेको अब सुन्तला ए यता सुन्तला त टिकट खान नमिल्ने तर यो टेस्ट स्वाद चाहिँ आउँदैन फ्यास हुन्छ स्वाद आउँदैन एउटा डेकोरेसनको सजावटको लागि फोटो खिच्ने भयो कि सर र हिँड्न जाऊँ है सर ल तपाईँले भन्नुभएको जस्तो भिडियो जमाना आइसक्यो न फोटो भिडियो जमाना आयो भिडियोको जमाना आइसक्यो फुल चाहिँ राम्रो छ आम्मा यो त के फुल भन्छ अरे बुवा यसलाई यो के भन्छ नेपालतिर फेरि पाउँछ त यसलाई त के चायाल फुल हो कि चायाल फुल यो चाहिँ गोदावरी फुल हो खास वास्तवमा गोदावरी हो तर फुलको डिजाइन चाहिँ सयपत्रीको जस्तो छ यस्तो राम्रो रहेछ ल बुवा तल जाऊँ है सर रे यो चाहिँ अस्ट्रेलियातिर पाउँछ बोटल ट्री यहाँबाट तल झरौँ है बुवा हुन्छ उता नघुमाऊ मलाई माथि पहिले गइसक्नु भएको छ टाइम पनि खास छैन टाइम छैन बुवा र म चाहिँ सर हेरेर गयो भने चाहिँ 3 ठाउँमा हुनुपर्ने छ बुवा आजै बाँकी छ यता माथि उसमा जानु पऱ्यो माथिबाट हेर्छ ज्याक्ट चाइनिज न्यु इयरको लागि चाहिँ यो डोम गरेको यस्तो ढोल जस्तो यसरी एक फोनको मारेर जाऊँ है बुवा यहाँबाट ल हुन्छ भयो ल आम्मा ल चाइनिज न्यु इयरको यो त धुन पनि मजाको आइरहेछ चाइनिज न्यु इयर लाग्यो यो फुल निकै मान्दो रहेछ होइन भयो चाइनिजहरूले रातो फुल के रातो हो भएर आम्मा यो फुल त कस्तो राम्रो छ त बुवा यो के यहाँबाट छिराउनु भयो आउनुहोस् एकचोटि यहाँ बस्नु म उताबाट घोडावर्गै लागेछ एउटै हो नि बुवा ऐनारकै घोडै होला ठ्याक्कै हामी सामने चाहिँ घोडावर तर कोही चाहिँ हामीले जस्तै अब भेडामा उनीहरूको अर्कै हुन्छ तर घोडालाई घोडै कोही चाहिँ मिल्दैन ल यसपालि घोडा वर्ग मेरो चाहिँ तिनीहरूको नि घोडै हो मेरो चाहिँ सर्प हो मेरो वर्ग गयो यसपालि निर्मलाको चाहिँ आयो नानीको चाहिँ नानीको वर्ग मेरो चाहिँ आउने वर्ष ए तपाईँको नेक्स्ट हो भेडा हो भेडा हजुर ए हुन्छ जस फुल नयाँ नयाँ राखेछ
यो के लाउरे फुल भनेको होइन लाउरे फुल त्यस्तै होइन हुन्छ होइन लाउरे फुल भनेको त्यो हो र बुवा मलाई पनि हो लाउरे लाउरे फुल हो, लाउरे लाउरे फुल भन्छ लाउरे फुल साह्रै राम्रो छ दादा। लाउरे फुल लाउरे लाउरे फुल यता जाऊँ भयो यता हो यहाँबाट आउनु भयो यहाँ बिचमा जाने भयो बिचमा जाने हो अहिले टाइम छैन टाइमको म्यानेज गर्नु पऱ्यो हामीले यहाँ ढाँडो ठाडो आउनुहोस् टाइमलाई पनि यसो यता ढ्याङ्ग्रो रहेछ बुवा टाइम ढ्याङ्ग्रो ढ्याङ्ग्रो ड्याङ ड्याङ हान्नु त ल बुवा अब हान्नुहोस् गएर पनि हाल्नु ल यो चाहिँ खासै यसरी दुइटा यसरी हानेको दुइटा त्यही होला यसरी हानेको यो भेट्दैन दुइटा ल बुवाको टिकटक भिडियो पनि बनिरहेको छ एकछिन पाउनु चाहिँ बुवा म हानेर आउँछु हुन्छ रेकर्डै भएर ल जहाँ पनि एकचोटि चाहिँ ढोल ठाउन जाने रे ढोल त्यसलाई खास ढोल भन्छ भन्नु त होइन टक्क फोर्समा चाहिँ ब्यान्ड बाजा बजाउने यस्तो एउटा ठुलो त्यसलाई चाहिँ ढोल भन्छ त्यो ढोल अहिले हान्नु पालो न पाला फुट्ने गरी हान्नुपर्छ कि आमा फुल चाहिँ राम्रो राम्रो रहेछ भयो बुवा अब यति हो यो सर हेर अब चाहिँ हामी अब अर्को क्लाउड next फरेस्ट। part के भन्छ त्यसलाई क्लाउड फरेस्ट क्लाउड क्लाउड फरेस्ट क्लाउड फरेस्ट फरेस्ट अब त्यो त लाग्नु ओके बाई बाई फ्लावर फ्लावर डम डम यो चाहिँ होइन हजुर यो चाहिँ फ्लावर फ्लावर डम डम फ्लरेस्ट त्यसमा त कति फ्लर क्लाउड फरेस्ट त्यहाँ चाहिँ फ्लर हिँड्दै जाने हजुर। तिन चार फ्लर छ कि हजुर आमा मान्छे खुसी हेर्नु है मामा ल ल सिम्ला छ चाहिँ यसो हेर्दा चाहिँ हुन्छ राम्रो छ सोमिनियरहरू किन्ने भए चाहिँ यसो हेर्दा किनेको हुन्छ छ हजुर केही किन्नु छ यसो हेर्नुहोस् मैले हेरौँ अब हजुर अब चाहिँ क्लाउड फरेस्ट जुरासिक वर्ल्डको थिममा रहेछ बोइस प्यान्ट क्लाउड फरेस्ट अब चाहिँ जुरासिक वर्ल्डमा अहिले यहाँ त बाहिर निस्किने यही आउनु बेला पर्छ। यता आउनु भयो डाइनोसरको उसमा रहेछ कि भयो सबै ए यता आउनु भयो पानी परेछ नि पुरा अनि यहाँ यता लालीगुराँस नै बुवा यहाँ लालीगुराँस छ कि ए तर नेपाल जति राम्रो चाहिँ छैन उ त्यो चाहिँ राम्रो रहेछ हौ। यो चाहिँ हजुर
यस कहाँबाट पानी पानी छ त आज त नि सबै डाइनोसरको उसमा रहेछ नि डाइनोसरको बच्चाहरू यहाँ ए हामी सानसानो बच्चाहरू डाइनोसर जीवित छैन के अरे अब यही हेरेर यही हो यही हेरेर डाइनोसर कल्पनामा यहाँ छ बुवा डरलाग्दो डाइनोसर जो रियलको डाइनोसर हेर्न पाए पनि त्यसको चाहिँ सेम छ हेर्नु भयो हेर्नुहोस् त भयो डाइनोसर यहाँ छ ल राम्रो पुच्छर हेर्नुभयो पुच्छर सेम छ त नि सेम छ त पुच्छर पनि के पहिला थिएन यो राखेको थिएन नि होइन पछि राखेको आफू वर्षै पछि चेन्ज भइरहेको छ थिम यसपालि डाइनोसरको थिम रहेछ इभोल्युसन वाक जाऊँ भयो यसरी पुरा बाँधिराखे जस्तो गरेछ पुरा बाँधेर आयो निस्किएन त को निस्क्यो क्यूबो हो गया हो पहिलाको जस्तो रहेछ यहाँ खासै केही चेन्ज रहेछ खास चेन्ज छैन खासै चेन्ज अब सर्भर हिँड्न जाऊँ होइन पो हजुर यो पनि बन्द गरेको थियो नि अहिले त पानी पानी पहिला पानी थियो उता त्यहाँ हेर्न मिल्दो रहेछ उताबाट मिल्छ होला भयो आउनु ल अब टिकटकको भिडियो बनाउनु यहाँबाट कतिले देख्दो रहेछ ल त्यसो नि हेर्नुभयो बनाएको यत्रो त ल जाऊँ भयो मिनट 6 त्यही डाइनोसरकै के होला जाम तल जाम भयो यहाँ अन्डा हेर्नुहुन्छ डाइनोसरको अन्डा हेर्नुहोस् चराको अन्डा कुम भनेर त्यसको डाइनोसरको यहाँ चाहिँ बच्चा रहेछ भयो अब वाटरफल पानी झरेको पानीको झर्ना
तलबाट डाइनोसर र जाम्प पहिलाकै हो पहिला जस्तो जुरासिक ओल्ड यतैबाट हिँड्नै पर्ने अवस्था रहेछ यस्तै कराउँछ त होला यो होइन त्यही हेर त अनि सेम बनाएको सेम छ नि पक्का ऊ हेरे जस्तै बाँधेर सेम बनाएको हेर्नु आँखा पनि आम्मा मुखले टोक्छ भनेर सेम छ ओके अब लेट्स गो टु यसको मुभी डाइनोसर पहिला हेर्नु भएको छ होला नि डाइनोसरको मुभीहरू लाइभ सो हुन्छ भन्छ के यहाँ पर Now our asset containment unit has just returned, and it brought back 4 of our velociraptors. I think you guys have seen 3 of them in the muzzles, right? Yeah? Okay. Now their names are Charlie, Delta, and Echo. Alright? We stand up. Blue, stand up. Go. No, stand up, girl. Stand up, Blue. Stand up. Stand up. It's okay. Alright, Blue. Okay, very good, Blue. Alright, Blue, eyes on me, okay? Eyes on me, Blue. Alright, eyes on me. टाइमिङ ठ्याक्कै मिलाएको छ Steady, steady, steady. Alright, good girl, Blue. Alright, now let me just introduce you to our velociraptor over here. Her name is Blue. Now Blue here is actually our smartest and biggest raptor we have in Jurassic World because of her DNA. Because Blue here does have a DNA of a monitor lizard fused in with her DNA, alright? Now what I've done earlier with her is an exercise called tracking. I do have time to pick one brave volunteer to do tracking with Blue. Would anyone want to try tracking? Please raise the hand. I see a hand up. You want to do it? No, it's okay, it's okay, I respect that. Okay, one second. Start over here. You alright? Okay, now keep your hand out, alright? Slowly walk to the end of that line, go. You got this, buddy, you got this. You're doing great. Awesome job, alright, come back this Good way, boy. please. Keep your hand out. You're doing amazing. Keep it there. Doing good. A few more steps. You got like 3 more steps to go, buddy. You're doing great. All right, slowly put down your hand. And that is how you do tracking. त पवनी भेग के भन्नु त भयो त के भन्छ बिर्सेको राजुलीको नामै फुलाहरूको नाम नेपालीमा लेखिदिएको आएको चाहिँ देख्छ त जुगाले खाला जुगा पुरा जुगा फ्लावर डोम अनि क्लाउड फरेस्ट हेरिसक्यो अब चाहिँ सुपर सुपर ट्री ग्रुपमा जाने भयो माथि गएर टक्क माथि सर र हजुर त्यही माथि सर हेरेर हिँडिहाल्ने भयो अब चाहिँ त्यहाँबाट गएर तपाईँको टाइम चेन्ज गरेर हजुर आज अलि काम छ घरमा सर हेरेर गइहाल्नु भयो बुवालाई अलि कि धेरै हिँडाएको भयो होइन भएको छ नि एकदम अब त घाम पनि वकिङ गर्नुपर्ने बिहानै वकिङ जानुपर्ने भन्थ्यो आज सुते अब त्यही सट्टा अलि अब घाम पनि लाग्न थाल्यो ए
राति हो भने चाहिँ हरिक देख्छ जस राति त हेरिसक्नु भन्दा राति हेऱ्यो नि यहाँ पुरा मान्छे आएर के अरे ऊ नै लिएर कार्पेटै लिएर आउने रहेछ नि म्याट नै लिएर बाँस हेर्नु भयो ब्याट्री पनि फिनिस हुन लागेछ अब मेरो त यसको ब्याट्री त चाइनामा निकालेर फालिदिन्छ नि भयो लगेजबाट दुइटा थियो ए लगेजमा हालेको अघि फालिदिन्छ धन्न यो त मैले उसमा हालेको थियो मेरो हातमा बोकेर हिँड्थ्यो यो र यसको एउटा ब्याट्री चाहिँ दुइटा ब्याट्री त लगेजमा हालेको थियो चाइनाको त्यो सङ्घाईमा त निकालेर फालिदिन्छ जापान गाडी चेक गर्दै छैन त्यस्तो के ब्याट्रीले अनि के त्यही त नि कसरी तिनीहरूले फालिदिन्छ अब यसभित्र भएको ब्याट्री छुट म जाने क्यु यहाँबाट स्याट्ट गएपछि माथि गएर भयो सरर हिँडेर गयो नि भयो है ल सियो माथि अब Remember good day in the morning, right? स्काई वक स्काई हो सरर हिँडेर जानु भयो सर होइन यताबाट जाऊँ कि यताबाट जाऊँ जताबाट कताबाट खास वे ए जाँबाट गएर गए नि हुन्छ आउनुहोस् ल यता पछाडि सिङ्गापुर फ्लायर एकै अघि भएर गएर आएको यहाँबाट अहिले चाहिँ यहाँ पुग्यो राति आएको चाहिँ मजा हुन्थ्यो एउटा भिडियो बनाइदिनु नि तपाईँ यहाँ सिङ्गापुर आएको 3 टाइम भयो तर यो चाहिँ फर्स्ट टाइम यो फर्स्ट हजुर यहाँ चाहिँ फर्स्ट टाइम किनभने पहिला हामी जहिले पनि बेलुका हजुर। घुम्न आउँथ्यौँ कति बजे बन्द हुन्छ अरे यो यो 10 बजी हो बेलुका 10 बजे त्यही कारणले चाहिँ फर्स्ट टाइम एउटा भिडियो बनाइदिनु हजुर तपाईँको बनाउनु पर्ला एउटा यहीँ बस्नु म त्यहाँबाट बनाइदिनु हजुर हजुर ल यहाँ फेरि एउटा बुवाको एउटा टिकटक भिडियो बनाइदिने त्यहाँबाट चाहिँ जाने घर काम्पोङ बाले काम्पोङ जस यो चाहिँ फर्स्ट टाइम हेर्नुभयो हजुरको हजुर फर्स्ट टाइम जस्ट इन्जोय रमाइलो फिल भइरहेछ मरिना बेस यहाँ ट्याक्क यता पछाडि ठ्याक्क देखिन्छ यहाँ हमारिना बेस पनि पक्का पछाडि देख्ने रहेछ ल बुवाको एउटा टिकटक भिडियो पनि भयो भयो अब सर हिँड्दै जाने ल यो मुनि पनि यसो हेर्न सक्छ 取れたはず。もう一回行くよ。手伸ばすから。 यो त ढलक ढलक हल्लिन्छ नि बुवा हजुर हल्लिन्छ कि हल्लिसक्यो होला अँ यहाँको एउटा फोटो दिनु पर्ला ए हुन्छ बुवा एउटा हाफ फोटो दिनु ल सिङ्गापुरले जङ्गलै गार्डन सिटी बनाउने भन्छ जङ्गलै बनाइसक्यो सबै जङ्गल पहिला कस्तो थियो अहिले कस्तो बनाइदियो यो ठाउँ ल गएर म चाहिँ स्काई वाक हिँड्दैछ अब चाहिँ तल झरेर जाऊँ है बस सर हजुर यहाँबाट झर्ने ठाउँ रहेनछ यहाँबाट झर्ने हो यहाँ त छ लिफ्ट ए छ छ ए ल ल यहाँबाट झर्ने अनि त्यहाँबाट गएर चाहिँ डाइरेक्ट उता डेकाथलन जाम मुस्ताफाको त्यहाँबाट चाहिँ यहीँ खाउँला बस चिया चाहिँ ल सियु स्काइवक चाहिँ उताबाट सरर आएर चट्ट यताबाट सकिन्छ यहाँबाट चाहिँ लिफ्टमा ल यहाँ छ बुवा लिफ्ट ल लिफ्ट थिचिदिन्छु बुवा ल फाइनल्ली आजको 3टा डेस्टिनेसनमै सक्यो फर्स्टमा सिङ्गापुर फ्लायर फ्लावर डोम यता क्लाउड फ्रेस अनि यता स्काई ट्री त्यहाँबाट अब Thank you, सक्यो Joy. ल अब चाहिँ कोही परेडमा भेटौँ See you. ल गार्डन बाई द वेको दिउँसोको सिन पनि यस्तो छ ल बुवा अब यो बुवाको चाहिँ 3rd टाइम हजुर माथिपट्टि चाहिँ फर्स्ट टाइम भयो बुवाको मेरो चाहिँ 2nd टाइम भयो जस दिउँसोको सिन पनि हेऱ्यो होइन भयो फेरि पहिला बेलुकाको हेर्नुभएको थियो बेलुका यसपालि चाहिँ दिउँसोको ल हुन्छ ल बुवा अहिले चाहिँ राखौँ है त त्यसो भए एकचोटि कफीमा भेटौँ ल ओके बाई
यतापट्टि फ्लायर 100 कति टाइम जुम सर्छ भयो नि पुरा हात हाल्नु चाहिँ भयो साह्रै जुम अझ यो त त्यो एउटा डब्बा मात्रै निकाल्नु मिल्छ भयो मेरो चाहिँ काया टोस्टमा आएर फिनिसिङ आज ल भयो चियर्स गर्नुपर्छ अब चाहिँ ल भयो लिनुहोस् एउटा चियर्स अब चाहिँ यो हाल्नु भयो हजुर थोरै हाल्नु भापा होला तपाईँ अब यो हाल्नु यो पिपर अब घोल्नु पुरा गाउँले स्टाइलले खाइदिउँ होइन राइट बेला हजुर हजुर मेरो पालो ट्याक्टा जाँएको पालो है खासमा यो ब्रेड टोकेर जोडेर खाने भयो यहाँ खासमा हो ए यसरी गरेर च्याट्टा खाए पनि हुन्छ यो नि काका गाउँले स्टाइलले गाउँमातिर जाँड खाएर चाहिँ जाट फाइनल्ली अब सिङ्गापुरको तपाईँ र मेरो घुमघाम पनि यति होला भोलि म ड्युटी पर्छु होला पर्सि आएर चाहिँ जस अब तपाईँ उडे हान्ने ल हजुर आजको हाम्रो भ्लग यतिमै अन्त गरौँ होला नेक्स्ट टाइम चाहिँ फेरि अब कहिले हुन्छ भेटौँ ल भयो त्यही यहाँ हुन्छ कि नेपालमा हुन्छ सम्भव भयो अब नेक्स्ट इयर हजुर नेपालमा हजुर हुन्छ भयो ल सी यू थ्याङ्क यू बाई बाई